बिचरी भुन्टी अहिले कहाँ होलिन्, कस्तो अवस्थामा होलिन्, कुन चाहिँ अवस्थामा होलिन्, अहिलेसम्म केही कुरा पत्ता लाग्न सकेको छैन। बिचरा भुन्टीकी बिचरा टोकले अनि उनको जेठान भुन्टीलाई खोज्न भनेर मास्टर साहब यति धेरै लागि परेका छन्। भुन्टीको अहिलेसम्म अत्तो पत्तो छैन। भुन्टीलाई खोज्न भनेर अब त समाचार माध्यममा पनि आउन थालिसके कि अब भुन्टीका बाउ र आमाले पनि थाहा पाउने हुन् त। जमुना दिदीले त थाहा पाइसकेकी छिन्। अब भुन्टीकी आमाले भुन्टीको नराम्रो सपना देखेपछि भुन्टीलाई खोज्ने नै भइहालिन्। किनकि भुन्टी भनेको भुन्टीकी आमाकी एकमात्र त्यस्ती पात्र हुन्, त्यस्ती छोरी हुन् जसलाई उनी आफ्नो प्राणभन्दा पनि बढी माया गर्छिन्। उनी भन्छन्, हाम्रो ज्वाइँ साहब त्यस्तो हुनुहुन्छ भन्ने थाहा पाएको भए त मैले मेरो छोरी नै दिन थिएँ। यस्तो कुरा सुन्दाखेरि एकदमै मुटु भारी हुन्छ, मन चसक्क हुन्छ। साँच्चीकै एउटी आमाले एउटै सन्तानलाई पराई घरमा जिम्मा लगाउँदाखेरि पठाउँदाखेरि कति धेरै पीडा सहनु पर्दो हो। बिचरी भुन्टी एक बुझ्ने जिम्मेवार नागरिक भएको हैसियतले पनि सायद भूपेन्द्रलाई अबका दिनबाट कुनै पनि चोट नपुर्याउने उनको मनसाय हुँदो हो। किनकि आफूले सबैभन्दा बढी माया गरेकै मान्छेबाट धोका पाइन्छ भने त्यो मान्छेप्रति अब जिन्दगीमा कहिल्यै पनि देखा पर्न मन लाग्दैन, उसलाई कहिले पनि हेर्न मन लाग्दैन, उसको कहिले पनि नजिक पर्न मन लाग्दैन। सायद भुन्टीलाई पनि भएको त्यही नै हुनसक्छ। आदरणीय दर्शकबिन, तपाईँ आज सुनिरहनु भएको छ, तपाईँले अहिले सुनिरहनु भएको छ भुन्टी भागको यो नयाँ एपिसोडको रिभ्यू म भन्दैछु हजुरहरूलाई। किनकि यो सिरियल नै त्यस्तै छ, हरेकको जीवनसँग मेल खानेछ, हरेकको जिन्दगीसँग काहीँ न काहीँ ठक्कर खानेछ। सायद भुन्टी र भूपेन्द्रको सम्बन्धले यस्तो मोड लिन्थ्यो भने सायद यो सिरियल नै बन्दैन थियो होला। किनकि भुन्टीले न्याय पाएको हेर्ने आम दर्शकको धोको कहिल्यै पनि पुरा नहुने भयो, भूपेन्द्र कहिल्यै पनि नसुध्रिने भयो अनि भुन्टीको माया त्याग र तपस्यालाई कहिल्यै पनि मूल्याङ्कन हुने भएन। सायद भुन्टीले यो जन्ममा पनि कुनै न कुनै रूपमा न्याय पाइनन् नै भने भुन्टीले पूर्व जन्ममा कुनै न कुनै रूपमा उनले गल्ती गरेको रहेछ भनेर बुझ्नुपर्ने हुन्छ। त्यही कुरालाई हामीले मनन गरेर भए पनि चित्त बुझाउनु पर्ने हुन्छ। तर भुन्टीको पर्खाइमा बसेको भूपेन्द्र भने दिनदहाडे तडपी मर्नु न बाँच्नुको अवस्थामा पुगेको छ। किनकि उसले पहिले भुन्टीको मायाको कदर गरेन। भुन्टी हुनु र नहुनुको उसको जिन्दगीमा केही फरक उसले महसुस गरेन। भुन्टी नहुँदाको पल अहिले बुझिरहेको छ। किनकि ऊ अहिले पानी बिनाको माछोसरी फरक भड्किरहेको छ। यी सबै कुराहरू उसले पहिले नै बुझ्नुपर्ने हुन्थ्यो, पहिले नै जान्नुपर्ने हुन्थ्यो। तर अहम्ता र घमण्डले भरिएको भूपेन्द्र अहिले यो अवस्थामा आउँदाखेरि उसलाई झल्झली लाग्दो हो। मैले त्यो समयमा भुन्टीलाई त्यस्तो हरकत नगरेको भए, एउटा दाजु र बहिनीको बिचको प्रेमको नाटक त्यो सम्बन्धलाई चाहिँ उसले जसरी एउटा गलत नजरले हेरेर स्थापित गर्न खोज्यो, जसरी एउटा दाजु र बहिनीको पवित्र नातामा उसले शङ्का गर्यो, औँलो उठायो, तब त्यहाँबाट उसको बर्बादीका दिनहरू सुरु भए। भुन्टीलाई आफ्नो जस्तै सोचेर भुन्टीलाई उसले जुन नजर र व्यवहारले भुन्टीलाई गरेको थियो, आफू पनि त्यही अनुसारले अगाडि बढ्दै गयो। फलस्वरूप त्यो अर्की पर स्त्रीले गर्दाखेरि भूपेन्द्र अहिले मर्नु न बाँच्नुको अवस्थामा छटपटिरहेको छ। त्यो जेरीले गर्दाखेरि आज भूपेन्द्रको हाल यो भएको। तर बुझ्छ होला नि त, अब त बुझ्नुपर्ने समय हो, बुझ्नुपर्छ। यदि त्यो यति हुँदा पनि बुझ्दैन भने भूपेन्द्र मानव होइन, दानव हो। यो सबै कुराहरू भुन्टीका सारा दर्शकहरूले बुझिसकेका छन्। भूपेन्द्रले पनि अहिले केही मात्रामा बुझिसकेको अवस्था छ। अबको यो स्टोरी कहाँ जान्छ, कतातिर गएर मोडिन्छ, सुकुमायालाई पनि थाहा भइसकेको छ। अब सुकुमायाले आएर भूपेन्द्रको क्रिया टार्छिन्। तपाईँहरू हेरी मात्रै रहनु दर्शकबिन, सुकुमायाले आएर भूपेन्द्रको कुन हाल गरिदिरहेछिन् भन्ने कुरा आम दर्शकहरूले देख्न पाउनु नै हुनेछ। किनकि सुकुमायाले बारम्बार भनेकी थिइन्, हे भूपेन्द्र, मेरी मितिनीलाई अब उपरान्त तैँले छोइस मात्रै भने, अब उपरान्त तैँले मेरो मितिनीलाई एक नजरले पनि गलत नजरले हेरिस् या कुनै पनि नराम्रो हरकत गरिस् भने तँलाई म सिद्ध्याउँछु भनेर पहिले नै भनिसकेकी थिइन्।
तर यति भन्दा पनि भूपेन्द्रले नबुझ्दाखेरि, यति भन्दा पनि भूपेन्द्र मैमत्था हुँदाखेरि, यति भन्दा पनि भूपेन्द्र घमण्डी र एक नम्बरको घुसिया हुँदाखेरि चाहिँ यो अवस्था आउनु परेकोमा आम दर्शकहरूको पनि बुझाइ त्यही नै रहेको छ। किनकि भूपेन्द्र छ नै यस्तो, उसले भुन्टीलाई पढाउँछु बढाउँछु माया गर्छु, आफ्नो छोरी जस्तै अथवा आफ्नो आमालाई जस्तै गरेर आदर गरेर राख्छु भनेर बिहे गरेर ल्याएको होइन। मास्टर साहब जस्तो कति मान सम्मान दिने, कति माया गर्ने मान्छे समेत भुन्टीले छोड्नु परेको रहेछ नि त। त्यता पनि रहेछ नि त भुन्टीको बाध्यताहरू। अहिले मास्टर साहबलाई पनि निकै पिर परेको छ, किनकि आफूले उपचार गरेर ल्याएको मान्छे भागेर हिँडेपछि, त्यस्तो अवस्थामा पुगेपछि अहिले घर जान्छु अथवा न घरमा छिन् न कुनै ठाउँमा छिन्, अहिले त्यसरी खोज्दै हिँड्नु परेको अवस्था देख्दाखेरि आम दर्शकहरूलाई पनि नरमाइलो लागेको छ। किनकि भुन्टी सचेत हुन्, किनकि भुन्टी जहाँ हुन् जस्तो हुन् ऊ सकुशल हुन् भन्ने आम दर्शकहरूको भावना छ, धारणा छ। किनकि भुन्टी भेटिनुपर्छ, भुन्टीलाई खोजिनुपर्छ, भुन्टी यही कतै छिन्, यही कतै हामीलाई हेरिरहेकी छिन्, भूपेन्द्रहरूलाई देखिरहेकी छिन् भन्ने तरिकाले भुन्टी पुनः प्रकट हुनुपर्छ भनेर पनि आम दर्शकहरूको माग छ। यही मागलाई सम्बोधन गर्नकै लागि भए पनि अब भुन्टी सिरियलमा आउनै पर्छ, भुन्टी भेटिनुपर्छ भनेर पनि धेरैले आवाज उठाइरहेका छन्। भूपेन्द्रको यो बर्बादीको दिनहरू देखेर आम दर्शकहरूलाई चित्त निकै नै बुझेको देखिन्छ। किनकि उसले जस्तो कर्म गर्यो त्यस्तै प्रतिफल पाउने हो। अहिले भूपेन्द्रले त्यस्तो कर्म गरेको भएर उसले चाहिँ जिन्दगीमा त्यस्तै प्रतिफल पाइरहेको छ। उसले लाग्दो हो मैले जिन्दगीमा गरेका भुलहरूले मलाई अहिले जिन्दगीमा अघि बढ्नका लागि पाठहरू सिकाइरहेका छन्। तर मसँग अहिले समय छ, मेरो मेहनत छ, परिश्रम छ, मेरो बुझाइ छ, लगनशीलता छ, तर मसँग पैसा पनि छैन र मेरी श्रीमती पनि छैन। अहिले म दाजु र भाउजूको घरमा एउटा नोकर जसरी बस्नु परेको छ। एउटा चाहिँ बेवारिसी अवस्थामा चाहिँ मेरो अहिले पालन पोषण भइरहेको छ। यी सारा कुराहरू भूपेन्द्रले बुझ्दो र उसलाई लाग्दो, उसले आफूलाई महसुस गर्दो म करोडपति थिएँ कुनै समयमा, तर अहिले म रोडमा आएको छु। हो, यहीँबाट थाहा हुन्छ घमण्ड र अहङ्कारले मान्छेलाई कतिसम्म सिद्ध्याउने रहेछ भन्ने कुरा भूपेन्द्रको जिन्दगीबाट बुझ्न सकिन्छ। उता भूमिकाको जिन्दगी भने अहिले मरणासन्न हुने गरी दलिनु परेको छ। उसलाई आफ्नो पराई घरमा गइसकेपछि पनि सन्तुष्टि छैन। किनकि उसले माया गरेको मान्छे धेरै प्रेम सम्बन्धमा परेपछि उसको श्रीमानले पनि अहिले सबै कुरा थाहा पाइसकेको अवस्था रहेछ। अब उपरान्त के होला? हुन त चोरी खाने केटी हो भूमिका, हामी सबैलाई थाहा छ। एउटा केटा नभए अर्को, अर्को केटा नभए अर्को, त्यही नै लाइनमा त्यही क्याटेगोरीमा हिँड्ने केटीलाई एउटा अब गरी खाने घर नसुहाउन सक्छ। उसले आफूलाई त्यस्तो घर अलिकति सान्दर्भिक नलाग्न सक्छ र भन्छन् म घरमा काम गर्नका लागि होइन, अस्ट्रेलिया जानका लागि तपाईँसँग बिहे गरेको, मलाई यस्तो नकुरलाई जस्तो व्यवहार गरेर कहाँ हुन्छ, तपाईँले पनि मलाई बिहे गरेर लगेको भोलिपल्टदेखि त्यस्तो व्यवहार गर्नुभयो भन्दै चाहिँ ऊ रुइरहेको अवस्था छ। किनकि भूमिकालाई जबरजस्ती बिहे गरेर घरकाले पठाइदिएका होइनन्, उसले आफैले त्यो केटो खोजेर उसले चाहिँ प्रेम सम्बन्धमा बसेर म्यासेजमा बोलेर चाहिँ लभ गरेको केटो हो नि त। त्यही भएको हुनाले चाहिँ अहिले भूमिकाले केही कुराहरू घरमा भन्न सकिरहेको अवस्था म देख्दिनँ। किनकि घरकाले पनि अहिले त्यसरी सोधिहाल्नै पर्ने अवस्था देख्दिनँ। किनकि अब भूमिकाले आफैले मन पराएर गएको मान्छेसँग औ खुसी छे भन्ने आम घरको चाहना अथवा त्यही अनुसार मर्म स्टोरी अगाडि बढिरहेको देख्न सकिन्छ। किनकि अब उसको श्रीमानले जसरी उसलाई फकाएर त लग्यो, तर घरमा लगेर पनि लगाउने भनेको त्यसलाई काम नै हो। उसलाई त आश्वासन मात्रै देखाएको हो, के गरेर फकाएर उसलाई चाहिँ घरमा टिकाउन सक्छु अथवा आज भोलि पर्सि कुनै न कुनै दिन उसको अस्ट्रेलिया जाने दिन आउँछ, म उता गएर मिलाउँदै गर्छु, तिमी घरको काम सम्हालेर बस्छ भनेर पनि भन्न सक्छ। अनि आशै आशमा चाहिँ भूमिकाले उसको घर सम्हाल्दै गएपछि समय बित्दै जाँदाखेरि उसले उता अन्तै बिहे गर्छ। अनि भूमिकाको यता बिल्ली बाट हुन्छ। यता घरका दिदी र सासूले पनि उसलाई चाहिँ अब घर फिर्ता पठाइसके पछाडि उसको जिन्दगी सकियो। यसरी एउटा छोरीको जिन्दगी, एउटा छोरी मान्छेको जिन्दगी गलत घरमा पर्यो भने कसरी सकिन्छ? कसरी एउटा पुतली चाहिँ उज्यालो खोज्दै चाहिँ उसको के भन्छ स्वर्गको यात्रामा तय गर्दै जाँदाखेरि यो त स्वर्ग रहेछ, उज्यालो छ,
त्यहाँ पुगेँ भने त म निकै नै सन्तुष्ट हुन्छु, मलाई केही चाहिँदैन भनेर एउटा पुतली जब जब त्यो पुतली बत्तीको नजिक नजिक पुग्दै जान्छ, अन्ततः त्यो बत्तीको रापले गर्दाखेरि त्यो पुतली ती मर्न जान्छ। यो कुरा सबैले बुझ्न जरुरी छ, किनकि धन सम्पत्ति र अहिलेको समयमा धन सम्पत्ति र पैसा मात्रै सबैभन्दा ठुलो कुरो होइन, मेन भनेको परिवार सम्बन्ध, बोली र माया ममता हो। यही कुरालाई चाहिँ भूमिकाले बुझ्न जरुरी थियो, किनकि उसले सोचे कि मलाई पैसाले जन्माएको हो, पैसाले नै मलाई खान्छु, म पैसाले नै सुत्छु, पैसा। तर त्यस्तो हुँदैन। अहिलेको समय भनेको कस्तो समय हो भने जो मान्छेसँग टिक्न सक्दैन, कुनै पनि मान्छेसँग रहन सक्दैन, टिक्न सक्दैन, अथवा त्यहाँनेरि उसको समय त्यसले महत्त्व बुझ्दैन, उसको व्यवहार त्यहाँ ठिक छैन भने त्यो मान्छे टिक्नको लागि एकदमै गाह्रो हुने गर्दछ। तर भूमिकालाई त्यस्तो कुराले कुनै पनि प्रभाव नपार्ने रहेछ, किनकि भूमिका अब अहिले पनि सुध्रिन भने यसको जिन्दगी त्यत्तिकै नर्कमै बित्ने भयो। अब यसरी नै उसको दाजुभाइहरूले पनि उसले मन पराएर गएको मान्छेलाई अब गलत नजरले सोच्ने कुरा पनि आएन। त्यसै गरी भूमिका चाहिँ एउटा पुतली जब जब बत्तीको नजिक जान्छ तब ऊ मर्छ भने जस्तै अवस्थामा नपुग्ला भन्न सकिँदैन। यस्तै अवस्थामा छ यो सिरियल। तपाईँहरूलाई कस्तो लाग्छ? र भुन्टीलाई चाँडोभन्दा चाँडो भेटिएर सकुशल भेटिएर चाहिँ स्टोरी थप मोडियोस्, अन्त बाटोतिर स्टोरी बहोस् भन्ने धेरैलाई लागेको हुनाले मैले भिडियो बनाएको हुँ। आदरणीय दर्शकबिन, तपाईँहरूलाई यो भनाइ सुनेर यो मैले भनेको शैली मन पर्यो या परेन कमेन्ट गर्नुहोला। यस्तै भिडियो हेर्न चाहनुहुन्छ भने सब्सक्राइब गर्नुहोला, छेउमा रहेको लाइक बटनलाई थिच्नुहोला भन्दै यो भिडियोलाई सेयर पनि गर्न सक्नुहुनेछ। हवस् त, धन्यवाद, नमस्कार।